नमस्ते, इट्स मी पारस कुँवर। आज म चाहिँ धेरै दिनपछिको अन्तरालमा आज मैले एउटा छोटो मिठो भ्लग बनाउने छु, तपाईँहरूलाई सबैलाई मन दिनेछु। र आज म अलि बोल्न सकिरहेको छैन, अलि बिरामी, 2-4 दिन भयो अलि बिरामी छु म। त्यही भएर अलि सन्चो पनि छैन, चिसो पनि वात्तै बढिरह, यसो सिमसिमे पानी परिरह। म चाहिँ यता आफ्नो रुमको छतमाथि आएको छु। छतमा यसो भिडियो अलि बनाउँ त भनेर आएको छु आज। र तपाईँहरू सबैले साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला है। अनि यस्तो छ आज बादल लागिरहेछ होइन कि यस्तै हो, सन्चो नभएपछि के गर्नु। फ्लावर पनि फुलिसक्यो है। यस्तो छ अपार्टमेन्ट वाल चाहिँ अपार्टमेन्ट पनि यस्तो पानी पर्यो। डाँडा चाहिँ डाँडा छ, मैले अगाडि नजिक बनाएको थिएँ। सबैजनाले माया गरिदिनु होला है, सबैजनाले हेरिदिनु होला कुँवर भ्लग। पानी परिरहेको छ, चिसो पनि छ, तर सेल लगाएन, एकछिनपछि सेलमा लगाउनुपर्छ। ओहो माइ गॉड, साह्रो पानी पर्यो है। ल सबैजनाले माया गरिदिनु होला, म चाहिँ यति भन्दै बिदा हुन चाहन्छु। र मैले भ्लग बनाउन मलाई आउनु पनि आउँदैन, मैले खालि ट्राई मात्र गरेको, तर गोप्रो चाहिँ किनेको छ, भ्लग नै बनाएन, अब के गर्ने है। अब आफूसँग साधन छैन, यसो साइकल बाइक साइक भए त यसो राइड जान सजिलो हुन्थ्यो, त्यो पनि छैन। ल सबैजनाले माया गरिदिनु होला, सबैजनाले हेरिदिनु होला कुँवर भ्लग।